भिजा रिजेक्ट हुने कारणहरू। नमस्ते, म गङ्गा लामा डिएससी सर्भिस प्रोभाइडरबाट। यदि तपाईँ पनि युए तथा अन्य कुनै देशमा एप्लाई गर्दै हुनुहुन्छ या तपाईँको आफन्त साथीभाइले एप्लाई गर्दै हुनुहुन्छ भने यो भिडियो उहाँहरू सामु सेयर गरिदिनु होला। तपाईँको भिजा के कारणले रिजेक्ट हुन्छ त? नम्बर 1 मा तपाईँको डकुमेन्ट इन्कम्प्लिट भएको कारणले। पासपोर्टको स्क्यान कपी, पासपोर्ट साइजको फोटो ब्लर छ भने तपाईँको भिजा रिजेक्ट हुन सक्छ। नम्बर 2 मा तपाईँ मेडिकल अनफिट भयो भने, तपाईँको मेडिकलमा कुनै छातीमा दाग, ब्लडमा कुनै सरुवा रोगहरू छ भने पनि तपाईँको भिजा रिजेक्ट हुन्छ। नम्बर 3 मा तपाईँले युएमा या अन्य कुनै देशमा कुनै इलिगल एक्टिभिटीमा संलग्न भएर तपाईँ नेपाल जानुभएको छ, फेरि एप्लाई गर्दै हुनुहुन्छ भने पनि तपाईँको भिजा रिजेक्ट हुन्छ। नम्बर 4 मा सेम नामको मान्छेले कुनै इलिगल एक्टिभिटीमा संलग्न भएर बसेको छ र तपाईँको नाम पनि सेम छ भने पनि तपाईँको भिजा रिजेक्ट हुन्छ। यस्तै कारणले गर्दा तपाईँको भिजा रिजेक्ट हुन सक्छ। आज नै सतर्क भएर सबै कम्प्लिट गरेर मात्र भिजा एप्लाई गर्नु होला। र जेन्युन तरिकाबाट भिजा एप्लाई गर्न चाहनुहुन्छ भने तपाईँले डिएससी तथा मलाई सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद।